यो बुकलेटमा सँगै छ, यसलाई पनि यहाँहरूले अध्ययन गर्नुहुनेछ। त्यसै गरी यस वर्षको लेखा परीक्षकको प्रतिवेदन लेखा परीक्षक डम्बलबहादुर थापाज्यूले पेश गर्नुभएको लेखा परीक्षकको प्रतिवेदन यहाँहरूको हातमा छ, कार्यालय प्रमुखको हातमा छ, उहाँहरूले दिँदै हुनुहुन्छ, आउँदैछ या भइ नै सक्यो होला भने आगामी वर्षको लेखा परीक्षक पनि उहाँलाई नै कन्टिन्यू गर्ने गरिकन निर्णय गरेको छ सङ्घले। यो पनि एजेन्डा नै हो र यसपालि कुनै पनि कार्य समितिमा हेरफेर गर्नु नपर्ने भएको हुनाले गत तेस्रो अधिवेशन तथा 9 र 10औं वार्षिक साधारण सभाले वैकल्पिक सदस्यको रूपमा नियुक्त गरेका श्री राजकुमार लुइटेलको नियुक्तिलाई यो साधारण सभाको हलमा निर्णयको लागि पनि पेश गरिन्छ। अब हामी यो छलफलको लागि 5 मिनट फ्लोर ओपन गर्छौँ। त्यस अवधिमा यहाँहरूले कोषाध्यक्षज्यूको वार्षिक आर्थिक प्रतिवेदन, लेखा परीक्षकको लेखा परीक्षक प्रतिवेदन, कोषाध्यक्षज्यूले पेश गर्नुभएको आगामी वर्षको या चालु वर्षको बजेट, विकास श्रेष्ठज्यूले पेश गर्नुभएको बैठक सञ्चालन कार्यविधि, कानुनी सल्लाहकारको संयोजनमा रहेको समितिले पेश गरेको शाखा सञ्चालन कार्यविधि र आगामी वर्षको लागि लेखा परीक्षकको नियुक्तिको विषयमा यहाँहरूलाई केही भन्नुपर्ने छ, केही संशोधन गर्नुपर्ने छ भने अनुमोदनभन्दा पहिला संशोधन गर्नको निमित्त सुझाव पेश गर्न हुन छलफलको लागि 5 मिनट म महासचिव, कोषाध्यक्ष र अध्यक्षको अनुमतिले अख्तियारीले म फ्लोर ओपन गर्ने घोषणा गर्दछु।